रखाली भ्लगलाई चाहिँ सब्स्क्राइब गरौँ है। तपाईहरुलाई के लाग्छ टाम्कीकोट एक जंगल मात्र हो? हेलो एन्ड वेलकम छ सबैजनालाई रखाली ब्लगमा। सो आज चाहिँ हामी रखाली फ्यामिली भएर जान खोजिरहेको छौँ त्यो माथिको डाँडामा है। यहाँ हुनुहुन्छ हाम्रो दिदी दीप्सिका रखाली मगर। सो आज चाहिँ रखाली फ्यामिलीहरू चाहिँ रखाली होइन तिमी त रेशमी हो के अरे अनि सो हामी चाहिँ करैम्यान यता हुनुहुन्छ, झोला ग्याङ यता खान दुईजना। यहाँ छ रखाली ब्लग फेरि अर्को रखाली ब्लगमा फेरि अर्को रखाली ब्लग। सो यता दाजु भाउजू हुनुहुन्छ। वनभोज कार्यक्रममा वनभोज भन्न मिल्छ। पुरै सबै ब्लगरै ब्लगर भयो त। एउटै कन्टेन्टको भिडियो सबैजनाको पाउने भयो त फेरि। नमस्ते म्याम। रखाली ब्लग मेरो हो कि बाबु यार, तैँले चेन्ज गरे यार। मेरो रखाली ब्लग है, यसको रखाली हो, यसको भन्दा मेरो हो रखाली। हुन त केही छैन, तेरो सब्सक्राइबर पनि मेरोमा आउँछ। तेरो सब्सक्राइबर मेरोमा आउँछ के अरे। देख्न सक्नुहुन्छ हाम्रो भेनालाई। ल भेना आयो बिचमा रखाली मगर। ए भेनालाई चाहिँ बबाल छु आगे करैम्यान भन्न। अझ त्यो रसी बान्नु पर्ने कि भेना तल त्यो समात्नै नपर्ने गरी। ड्याडी होला। किन फोन गरेको त यहीँ भएर नि हामी घुम्न हिँडेको भाइ। टाम्कीको डाँडामा हामी पुग्न सकिन्छ कि नै त्यहाँ? 200 रुपए दे और 50 रुपए काट ओवर एक्टिंग की वजह से। रखाली भ्लगलाई चाहिँ सब्स्क्राइब गरौँ है। मेरै च्यानल आउँछ बाबु। तेरो भन्दा मेरै तेरो च्यानल भन्दा एक्टिभ मेरो च्यानल छ, त्यही भएर मेरो च्यानल हो। रखाली मगर सबै चल झुटा। हामी चाहिँ अब यता डाँडामा जाने हो। त्यहाँ चाहिँ के गरे बिचमा सर यार 1K पुऱ्याइदिनु पऱ्यो कि यार। मेरोमा जति गरे नि 1K पुगेन यार। मेरोमा 163 गरे 115 त त्यो पहिलाको पुरानो वाला आइडीमा आयो। कतिमा भोलि पर्सि अब अनि पुरा चिलमा हो क्या। गर्मीमा पनि यतिकै चिलमा हिँड्न चाहिँ उठे डाँडामा पुगेपछि थाहा हुन्छ गर्मी भन्ने कुरा के हो। अहिले त त्यत्तिकै हो। पीडा दिलमा मान्छे चिलमा। यसले यो डाइलग सिकिरहेको थियो साले। त कहाँ देखिस् त्यो बन्द त्यो डाइलग? त्यो वाला झोला ग्याङ यहाँ हो एउटा त्यहाँ झोला ग्याङ। अरू के होइन, त्यही हो हामी चाहिँ रमाइलोको लागि जान्ला, अरू के होइन। तर म पखनभेट खोज्न खा यार फेरि यार। पखनभेटवाला ब्लग फेरि हाल्न खा यार। फेरि पखनभेट खोज्न खा यार। आज पायो भने चाहिँ स्योर ल्याउने हो क्या। आज चाहिँ हामी हिँड्न खोजेको नयाँ भाउजूलाई र अनि भेनालाई डुलाउने गऱ्यो। हामी त गइसक्यौँ। नयाँ मान्छेहरूलाई घुमाऊँ भनेर त्यही हो। सो हेर्दै गर्नु होला। ल ठिक छ ल। ल है भाउजूको सपोर्टर भएर ल उखु गिफ्ट आइसक्यो है। यस्तो भाइरल मान्छेहरूसँग निसी यस्तै हो क्या। ल ढुक्क ल उखु गिफ्ट आइसक्यो। मैले अमिलो खोजिरहेको थिएँ। ऊ त्यहाँ तल गएर नि म अमिलो अनुदान माग्छु के। अमिलोको अनुदान आयो भने झन् बवाल मजा हुन्छ। आज चाहिँ हामी माथि डाँडामा गएर चाउचाउ बगाएर
दामी बनाउने छ भिडियो दुईटा केटीहरू पछाडि भयो केटा हो भन्नुहुन्छ है के भन्ने त अब केटा होइन झोला ग्याङ म्याचिस भन्नु छ अहिले झोला ग्याङ ग्याङ अनि झोला ग्याङ होइन कि करे म्यान करे ग्याङ यता हो झोला ग्याङ म चाहिँ बोतल म्यान बोतल म्यान है म चाहिँ ल हाम्रो गाउँमा जेब्रा क्रस हेर्ने गाइज जेब्रा क्रस हो कि ठ्याक्कै जेब्रा क्रसै हो यी ल ठ्याक्कै ल जेब्रा क्रसै सेतो कालो ल यसो गर्न मेरो त कालै छ ल ए यसको त यति है छ आई गट गरे ल यहाँ चाहिँ औषली चिप्ने कार्यक्रम भइरह यो चाहिँ हाम्रो नवविवाहित दुलहीलाई मेरो गुमा उहाँलाई यो चाहिँ कोसेली भेट अरु केही नौलो दुलाले फेरि यता आफैले यार मेरो दाइलाई टिप्दिने मान्छे कोही भने क्या तँले टिप्दैन मा टोइलेट बस्दा जस्तो के बसिरहेको छ फेरि त्यस्तै हो साथी सिङ्गै ल्याउनु पर्दैन कति करोड कमाउनु जान आयो भाउजू जानुहुन्थ्यो नि भाउजू कति करोड कमाउनु जान आयो अनि कति तातेछ होला कि दुईटा त्यो लौरी साँच्चीकै लौरी टेक्नेको भयो यार यसको म त्यही त लौरी टेक्न सजिलो हुन्थ्यो कि बरु थियो नि त अनि चाडा बनाइदिनु ठिक भनेको बुवाले त मजाले काटिदिनु भयो सो अब चाहिँ हामी चाहिँ त्यो डाँडाको ठ्याक्कै तल आइपुग्छौँ अब यहाँबाट चाहिँ ठाडै उकालो जाने यहाँ चाहिँ यस्तो दामी एयर होस्टेस हो एयर होस्टेसले के भन्छ त्यसलाई एयर होस्टेस मलाई भन्नै आएन कि के हेरेको त उता फर्केर हो क्या उता भोट केमा भोटमा भोटमा मस्त जोक मारा रे या आउनु भएको अब चाहिँ हामी चल्देको मासतिर सो देख्नुहुन्छ अब ठाडै उकालो है यहाँबाट चाहिँ हामी त ढुक्क हो अब भाउजू हो क्या आउन सक्नुहुन्छ कि नै भन्ने कुरा नयाँ मान्छे अब यो उकालोमा चढ्न सक्नुहुन्छ कि नै टेस्ट भन्न त पाइन्न अहिले त इटी हो क्या भाउजू 10 मिनट हो क्या 10 मिनटमा पुगिन्छ कि त्यहाँ माथि त भेनाले बोक्नुहुन्छ अरे यो चटके फेरि चटके मुद्दा सर लाग्यो है त अब मासतिर के गर्नु साथीहरू मासतिर चढ्नै पर्यो नचल्न अलिक माथि गएपछि भयो अङ्कलले यस्तो बवाल बनाउनु भएको थियो हैट फोन एकतिर राखेर है कस्तो मिठो बनाउनु भएको थियो अन्त यहाँ लिल अङ्कल यो लिल अङ्कललाई यता कन्टेन्ट चाहिँ मिठो लाउनु आउनु छिटो ल आइसक्नु भयो ल अब सकिन लाग्यो कि भाउजू उकालो हामी यहाँबाट झरेको क्या आउँदाखेरि अलि राम्रोसँग आऊ है त्यति बेला त सिडी थियो सब गोरो गोरो म मात्र भएपछि यार कालो त यार टिका जति खस्यो चाहिँ दामी छ के यो एरिया चाहिँ है यस्तो दामी छ नि यो भ्यू त भ्यू चाहिँ जस मिठो देखिन्छ उकालो चढ्न मात्र हो क्या तर जे भए पनि चढ्न चाहिँ पर्छ यहाँ माथिको केही दुःख गरे त सुख मिल्ने हो कि होइन सो सबैजना यहाँ हुनुहुन्छ म चाहिँ यहाँ आइसकेछु माथि म
मैले उल्टे गराएँ क्या यार। सो अब यहाँ चाहिँ हामी माथि चढ्नुपर्ने हुन्छ। माथि चाहिँ एकदम आज चाहिँ बवाल हुन्छ। माथि गएर चौचो बनाएर यताउति बवाल। रखाली ब्लगलाई सब्सक्राइब गरिदिनु होला। यति भने हलुङ्गो भइहाल्यो नि। दामी छ नि हेर्न। दामी अब यहाँबाट भ्यू चाहिँ राम्रो देखिन्छ तर उकालो चढ्ने बेलामा हो कि। भाउजू डाँडामा पुग्न सक्नुहुन्छ जस्तो छैन के अरे आज। सम्झिने पानी छम्किने विष्णु सर कस्तो भइरह एकदम बवाल। अय्या ओए नगर्नमा कालपिटी लाग्छ नि भयो। ए बोतल खोइ दिनु म हिँड्छु बोतल अन्त यो लगाइदिनु कि। म नहिँड्ने नि हिँड्छु कि कस्तो तँ भने हो र। कसले भन्यो भने त आज भन्दैन मैले पनि भन्छु। ल हामी चाहिँ उकालो चढ्न सुरु है अब फुल्ली जोसमा है। ल उकालो चढ्न सुरु है। ल जोसमा ल हाम्रो क्यामेराम्यान नै अगाडि। ल हाम्रो देहीले यहाँ दाँत कट्याउन सुरु गरिरहे नै अब। घरबाट माझेर आएको थिएनौ? त्यो अर्गानिक हो त मुवा यो कस्तो मजाले जान्छ यो झन्। दाँत टल्किने भयो अब हाम्रो देहीको। के बाबु त टोइलेट गएको होस् क्या त्यता? खोज्दैन हाम्रो गर्दाखेरि ऊ के होइन ऊ सिधा पारी हेर्नु न त्यहाँ स्कुल। कस्तो कस्तो सबै घुमे भएर कि धेरै हिँडे छैनौँ नि तर कति टाढादेखि भ्या हेर्दा कति हिँड्ने क्या यति नै हिँड्ने जस्तो लाग्दैन मलाई त। मेरो फोन चाहिँ फुटिभ्यायो अब अलिअलि चुना लगाइसक्यो। दाइ चाहिँ उहाँ पुगिसकेँ। भ्यू चाहिँ बवाल। खोइ के यार भिडियो गराइदिएन अब दाइ यार। ल चल्दिउँ है। कसम सो अब चाहिँ म चाहिँ रनिङ गर्दै सकिन्न अब यहाँभन्दा माथि यार नसकिने रहेछ त यार आजभोलि त यार हिँड्न नि यार। पहिला त हिँड्दै गएर अलिअलिमा आजभोलि बुटोलको हावापानी लगाएर हिँड्न नि नसकिने भइरहेको रहेछ। सो तल आउँदैछन्। सो त्यहाँ चाहिँ यस्तै बाख्राहरू चर्न आएको छ। यस्तो दामी देखेछ भ्यू चाहिँ। हाम्रो बोइले बाख्रा लिएर आएको चाहिँ यत्रो ठुलो भारी बोकेर। अनि हामी यहाँ रित्तै हिँड्न सकिरहेको छैन। हामीभन्दा नि अझै भाउजू रित्तै हिँड्न सक्नु भएको छैन। यहाँ बोइले यत्रो भारी बोकेर हिँड्नु भएको छ। खानु न भयो। ए ल धन्यवाद। यहाँ दाइ बाउजूले चाहिँ भिडियो गराउँदै हुनुहुन्छ। दिदी भेना त्यहाँ एउटा डाँगा हो यहाँ छ। झिङ्गा लाला हुरुर गर अब। यहाँ तपाईँहरूलाई थाहा नभएको मान्छेहरूलाई चाहिँ म एउटा कुरा भन्न चाहन्छु कि यो टाम्कीकोट एरिया भनेको चाहिँ राजाको घर है। राजा हाम्रो राजालाई चाहिँ हाम्रो राजा बसेको ठाउँ है पहिला चाहिँ। धोका गरेर मारेको साथीहरू हाम्रो राजालाई यहाँको। अनि त्यही स्टोरी भन्नु त यहाँको हिस्टोरी चाहिँ बुक बनाएको साथीहरू पुरै भन्न सकिन्न। त्यत्रो बुकको नाम के हो त थाहा है? के गरे टाइमकोट रानीफाल भनेर पाइन्छ साथीहरू। त्यहाँ यसो हड्डिन्छ त्यहाँ भिडियो पनि होला तामीकोट रानीफालको हिस्टोरीबारे एउटा केही भिडियोहरू छ होला। मलाई त त्यति थाहा भएन। सो त्यसैको त्यही सर्च गरेर हेर्नुहोस् छ होला। सो त्यही हो बजन ढुङ्गे छ नि हो सकन्न नसकिने रहेछ। म कालो मान्छेलाई घामले पोलेर त मतलबै भएन। ए कस्तो सरी दाइ सरी। यता आउनु हुनुहुन्छ हाम्रो नयाँ बेहुली भाउजू र हाम्रो नयाँ बेहुला दाइ भेना पनि त नयाँ बेहुला त अगाडि यिनी पनि नयाँ बेहुली हो। ल कता हो सर्ट गरेर हाम्रो
हाम्रो एनिभर्सरी आउन लागिसक्यो अनि कहिले एनिभर्सरी फेरि साउनको लास्ट ए मने 27 गते ओइतिरिका जङ्गलको बाटो लोद्दै र पोद्दै आएको है हामी ल है आऊ है त्यता निस्केल है बाघ बाघलाई त बोकेर हिँडालिदिने होइन सही हो सही हो पार्टी खर्कतिर त खान्छन् पो होइन बाघलाई त च्याप पसाँचेर पत्रेत ढुक्क हो कि साथीहरू हामीले चाहिँ ढुक्क हो आज चाहिँ बाघ हन्ट गर्न हिँडेको हामी चाहिँ बाघ मार्नेछौँ हामी बाघ तपाईँहरूलाई के लाग्छ टाम्कीकोट एक जङ्गल मात्र हो होइन गाइज हेर्नु यो एउटा महोत्सव राख्नेछौँ हामीले चाहिँ यहाँ महोत्सव पनि हुन्छ यहाँ हेर्दाखेरि पुरै जङ्गल र झाडी जस्तो देखिन्छ तर मायासँग यहाँ महोत्सव पनि मनाइने गर्छ यहाँ कि तपाईँहरूलाई थाहा छ अरे अझ होइन हल्का गफै त युट्युबमा गफ नहानेर केमा गफ हान्ने अरूमा गफ हान्दा अरूले पत्याउँछन् युट्युबमा त जस्ट हेर्छन् हाँस्छन् गफ हेरेर भयो नि हाँस्दिनँ होला हल्का हाँस नला नि हाँस्दिउँ के छ होइन यो भिडियो जोसुकैले हेर मलाई मतलब छैन यो टाम्कीकोटमा यो सब बनाउनेहरू सबै जसले हेर्न छ हेर मलाई केही मतलब छैन तर जसले यो टाम्कीकोटमा यो मूर्ति बनायो यो चाहिँ एकदम गलत बनायो कि चाहे त्यो स्यालबासकै मान्छे होस् चाहे यो चितुङकै मान्छे होस् कसले बनाउँछ म्याटेक्ने राजा बस्ने ठाउँ भनेर घुम्न आउँछ मान्छेहरूले शिवजीको मूर्ति बनाइदिने कि यो शिवजी बसेको ठाउँ हो यो ठाउँ चाहिँ म्याटेक्ने मलाई चित्त नबुझेको कुरा चाहिँ त्यही हो क्या कन्ट्रोभर्सी भओस् या जेसुकै भओस् तर यो कुरा चाहिँ मलाई एकदम चित्त बुझेकै छैन यो राजा बस्ने ठाउँ भनेर मान्छेले घुम्न आउँछ है तर यहाँ शिवजीको मूर्ति छ के शिवजी राजा हो हाम्रो शिवजी हो हाम्रो राजा एकदम चित्त नबुझेको हो कि नै भन न तल तिमी आफै शिवजी चाहिँ कसरी भयो यहाँ खास शिवजी बस्ने ठाउँ त होइन नि शिवजीको लागि त होइन नि शिवजी बनाउनको लागि त छ त यार गाउँको बिचमा गएर शिवजी बनाऊ तिमीहरूलाई कसले रोक्छ तर यो टाम्कीकोट भन्ने टाम्कीकोट जस्तो ठाउँमा शिवजीको मूर्ति चाहिँ कसले बनायो कसको आइडिया कसको गुखाने आइडिया यो म्याचिस भएन यो मैले त्यो बेला यहाँ मौसम हुँदा चाहिँ बोल्छु भने त तर कसलाई बोल्ने को यो बनाएको मलाई केही थाहा छैन कसले बनाएको यो यसको अध्यक्ष यसको के भन्छ त्यो संयोजक को हो यो ल उसलाई कमेन्ट गरौँ तर यो टाम्कीकोटमा जसले यो बनायो एकदम गलत बनायो कि तर यो कसम राजाको ठाउँमा शिवजीको मूर्ति बनाएर नि कहीँ पार लाग्छ अब क्रिस्चियनको मन्दिरमा लगेर कि शिवजीको मूर्ति राख्दा मिल्छ त्यस्तै हो अरे राजा बस्ने ठाउँ हो राजालाई राख्नुपर्छ नभए ल राजाको केही मिल्दैन त ल एउटा राजाको शिरबेजको नमुना बनाएर राखिदियो यहाँ त्यो मिल्छ ल एउटा राजाको घोडा जस्तो टाइपको एउटा केही मूर्ति बनाएर राखिदियो त्यो मिल्छ तर म्याटरले राजा बस्ने ठाउँ भन्छ अनि यो ठाउँमा आएर तिमीहरूले शिवजीको मूर्ति बनाएर गर्न खोजेको चाहिँ के हो कि भन्दा धेरै बोल्यो होला तर साँचो त्यही हो मलाई चित्त बुझेन अरूलाई चित्त बुझोस् नबुझोस् मलाई मतलब छैन तर चाहिँ मलाई चाहिँ यो कुराको चाहिँ एकदम चित्त बुझेकै छैन यो राजा बस्ने ठाउँ होइन यो राजा बस्ने ठाउँ हो शिवजी बस्ने ठाउँ होइन यसलाई चाहिँ राजाको हो राजालाई चाहिँ बनाऊ यो जसले बनाएको मेरो सल्लाह अनुसार चाहिँ यो मूर्ति भत्काओ र राजाकै मूर्ति बनाओ सक्दैन भने एउटा शिरबेज बनाओ तर यो शिवजी बनाउनु पर्ने कारण चाहिँ के छ ल त्यस्तै हो भने ल यो शिवजीको मिनिङ के हो ल त्यो खुलाएर यहाँ लेख्नु पऱ्यो यहाँ सबैजनाले जान्न पऱ्यो राजा बस्ने ठाउँ ल टाम्कीकोट त राजाको घर गऱ्यो भनेर आयो भुत्रा शिवजीको मूर्ति छ यो कसलाई मजा लाग्छ यो घुम्न आउने मान्छेहरूलाई नि यो कदापि हुँदैन सो तपाईँहरूलाई के लाग्छ सो कमेन्ट गर्नु होला तर मलाई चाहिँ यो एकदम एक फिटिक मन परेको छैन यो चाहिँ राजा बस्ने ठाउँ भनेर आयो शिवजीको मूर्ति बनाइदिएछ ल जोसुकैले जेसुकै भन्नुहोस् होइन सब्सक्राइबर पुगेको छैन जेसुकै भन्नुहोस् तर कसम यहाँ यो भएन के ल भाउजू थाकेकै हो यता छ ब्लगर यहाँ ब्लग बनाइराखेको लेखेर कहाँ गयो सर छे पारेलाई सर्प भन्ने मान्छे तर होइन जसले जेसुकै भन्नुहोस् तर कसम यो टाम्कीकोटमा यो शिवजीको मूर्ति भएन म्याच
हेर्न सक्नुहुन्छ साथीभाइहरू यहाँ लम्पसार सुताइ यहाँ देख्न सक्नुहुन्छ एउटा बुढाबुढी है बुढाबुढी यता 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 अर्को बुढाबुढीलाई हेर्न सक्नुहुन्छ यता पनि हो नयाँ बुढाबुढी हो यता विवाहित यता नवविवाहित खानु हावा चलेछ चल्न चाहिँ शरीर तातेर खान भएको यता चाहिँ अब कार्यक्रम सुरु भइसकेको छ भेना तर्फबाट आजको कुकमेन भेना हो क्या न ल हाम्रो अब कार्यक्रम सुरु भइरह यता चाहिँ थकै मार्दै है ल यो चाहिँ टाम्कीकोटको मन्दिर है टाम्कीकोट हो कि टामेकोट हो र टामेकोट हो टामेकोट उयो चाहिँ एउटा स्टोर रुम जस्तै छ यता यहाँ चाहिँ पानी त छ तर मच्छरको बच्चाहरू त डर है हुन्न 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 त्यो त खरानी हो के रे ल अब यहाँ मस्काई चल्छ है मस्काई के ढुङ्गा है जताततै यार टाम्कीकोटमा नि ढुङ्गा पाइन्छ डब्बामा निकाल है पानी हाम्रो चाहिँ यो अलिकति आइसले चाहिँ यहाँ भाँडा मस्काउनु लाग्यो यस्तो यहाँ कोही एकदम संस्कारी चाहिएको छ भने यहाँ सम्पर्क गर्दा हुन्छ है सम्पर्क गर्दा हुन्न तपाईँको बिहेमा के गरे भाडा मार्नको लागि यताउति के त्यस्तै आउँछ है तर सम्पर्क चाहिँ नगर्नुलाई भाउजू हुनुहुन्छ फेरि सिङ्गल त ढुक्क हो धेरै माथि माथिसम्म त गर्नु पर्दैन नि त्योसम्म गर न अझै माथि केही नि हुन्न कि त्यो त होइन अनि यो माटो भित्रै गयो भने अलिक भित्रै पऱ्यो भने झ्याउ हुन्न क्या झ्याउ हुन्छ कि के बोले म चाहिँ मेकअप गरिदिँदैछु यो चाहिँ मेकअप हो कि टक्क यसको थोप्रा नबिग्रियोस् भनेर हल्का मेकअप गरेको के अरे यार ल फाइनली गाइस मेकअप पनि सकियो हुन्छ हुन्छ मजाले अब हात धुलाइ कार्यक्रम यही पानीले त होला है राम्रो छ कि पानी त अलिअलि किराहरू मात्र छ अरू त राम्रै छ ए राम्रो छ पानी त मच्छरको बच्चाहरू मात्र छ राम्रो छ सो त्यही हो त्यस्तो छ होइन यता नदेखा फेरि फोनै गयो मन्दिरको लागि एउटा दामी है ल फोटो होइन यतिकै कि म आफै काटेर गराइहाल्छु नि ल जाऊ ए राम्रोसँग राम्रोसँग चिज ल ल ल भयो कुकमेन है कसले सक्छ रे बेनालाई हात त बेना ओर्र सक्दैन कि हाम्रो बेनालाई त हाम्रो बेना पाकेन कुन देशमा गरे हजुरले यता चाहिँ भेनाले म काठमाडौँमा हो ए काठमाडौँमा देशमा होइन काठमाडौँ देशमा स्याङ चाहिँ कुन देशमा पर्छ गरे ए कुन जिल्लामा पर्छ गरे भन्दा जस्तो हो कि ए भगवान् मेरो नाकमा भएको देखिन्छ कि सिगान मेरो नाकमा भएको देखिन्छ कि सिगान अच्छा के देखिन्छ गरे सिगान के लोप्रा भनेर के भन्छ त्यो जमिन के हो र मेरोमा त अँध्यारो देखिएछ त्यही यार खाना चाहिँ रेडी भइसकेको छ नास्ता यहाँ कुकमेन चाहिँ हुनुहुन्छ धेरै गिलो भएछ क्या होइन त्यही भएर बाहिर निकालेको कि किन भन्दाखेरि धेरै भयो चाउचाउ कोही कोही साह्रो कोही कोही गिलो भयो क्या पहिला हालेको नभइकन धेरै नालामा होइन पिरो हुन्छ के अरे ल अरू केही पर्सनल सेफ भेना हजुर अरू केही भन्न छ केही छैन छैन कुन होटेलमा गएर भन्ने अज्जु डाँडाको कि कसको अरे अझ राडा मेन सेफ अनि हेड सेफ ढुक्क ए हो त्यसै ल अब एक्स र 3X मा के डिफ्रेन्ट पाउनु भयो करेन्ट मात्र मन पर्छ तर 3X त झनै कम पिरो लाग्यो त मलाई 2X भन्दा
भाउजू पो जानु खाना चाहिँ मिठो तरिकाले रेडी हाम्रो खाना आइसकेको छ है ल आजको खाना यही खाना भनेर उहाँबाट आयो रेन्ट है साथीहरू यहाँ सलाद हाम्रो भेना चाहिँ छुट्टी के किन हो त्यस्तो छुट्टी नि अन्डा खान लाग्नु भएको छ कि अन्डा ज्यादातर ब्लगरै आइफोन भएपछि गाह्रो छ अप्सनले कमेन्ट गरेको के हो रखालीको हातमा रखालीको सबै रखालीको हातमा आइफोन मात्र छ है गरे अनि यो केमा खान्छ गरेर कसरी खानुहुन्छ त ल चल्दिन लाग्यो अब चाहिँ अब यहाँ फोटो भिडियो भइसक्यो अब ल अब चल्दिन ल फोटो राम्रो आउँछ आछ ल सो अब चाहिँ हामी चाहिँ ठिक छ अब चाहिँ हामी चल्दिएको घरतिर सो भ्यू चाहिँ बबाल देखेको छ हामी चाहिँ चल्दिएको है गाइस चट्ट ल्याएर अब बल खेल्न चल्दिएको अब चाहिँ सो त्यही हो आजको कुरा र आजको भ्लगहरू त्यही हो आज डाँडामा चढियो सबैजना मिलेर त्यही हो रमाइलो गरियो सो अब चाहिँ घरतिर चल्दिएको अरूभन्दा पनि अलिकति मन चित्त नबुझेको कुरा त्यही हो मूर्तिको बारेमा त्यो चाहिँ त्यो सम्बन्धित मान्छेसँग पुर्याइदिनु होला सो यति भन्दै आजको ब्लगको अन्त्य भइसकेको छ सो